यहाँहरू सबैजनालाई ख्रीष्ट येशूको नाउँमा जय मसीह अनि नमस्कार पनि। यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला र हामी पनि सन्चै छौँ। र आज पनि फेरि आफ्नो छोरा आर्यनले बाइबलको केही वचनबाट नहेरिकन यहाँहरूलाई सुनाउन गइरहेको छ र आशा गर्छ भिडियोलाई अन्तसम्म अवश्य हेरिदिनु हुनेछ भने ढिला नगरी यो समय भाइ आर्यनतिर यो क्यामेरालाई लिएर गइरहेको छु। सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह। आज फेरि पनि म बाइबलको वचनहरूलाई सुनाउन गइरहेको छु। भिडियोलाई अन्तसम्म हेरिदिनु होला। मत्ती 6:19 देखि 21 सुनाउन गइरहेको छु, जहाँ लेखिएको छ, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार, जहाँ किराले वा ख्याले नष्ट पार्छ र जहाँ चोरहरूले घर फोरेर झोर्छन्। आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ किराले वा ख्याले नष्ट पार्दैन औ चोरले पनि चोर्दैन, कारण जहाँ तिम्रा सम्पत्ति हुन्छन् त्यही तिम्रो मन पनि हुनेछ। आमेन 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 आमेन। सो परमेश्वरले भाइ आर्यनलाई महान रूपमा आशिष दिनुभएको होस् है। अति नै सुन्दर परमेश्वरको वचनबाट उहाँले सुनाउनु भएको छ र भिडियोलाई मन पर्यो भने लाइक सेयर अनि कमेन्ट गर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब, अनि पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो पनि गरिदिनु होला भनेर भन्न चाहन्छौँ। सो आजलाई भने यति नै, फेरि पनि अघिल्लो भिडियोमा अवश्य भेट्ने छौँ भन्दै यहाँहरू सबै समक्ष बिदा हुन चाहन्छौँ। हस्त जय मसीह, नमस्कार।